हाई एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल टिबिएल मगर। यहाँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानल टिबिएल मगरमा धेरै भन्दा धेरै स्वागत छ। नमस्ते जसले छ। म चाहिँ अहिले साउदी अरब रियादबाट है। आज म हजुरको माझ धेरै दिनपछि एउटा छोटो मिठो भिडियो लिएर उपस्थित भएको छु। सबैजनाले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है। मलाई थाहा छ हजुरले मेरो भिडियो हेर्नुहुन्न भनेर। मैले यो गएको हप्तामा पनि मैले भिडियो अपलोड गर्न सकिनँ किनभने बिजी भएको कारणले गर्दाखेरि हैन ड्युटी त्यस्तै परिरहेको छ। कहिले बिहानको ड्युटी, कहिले बेलुकाको ड्युटी है। अनि छुट्टी पनि त्यस्तै भइरहेको छ। छुट्टी कहिले घुमाएर कहाँ हाल्दिएको हुन्छ थाहै हुँदैन के। ड्युटी पनि फिक्स छैन, छुट्टी पनि फिक्स छैन के। होटल लाइनमा एकदमै गाह्रो हुँदो रहेछ। अब के गर्ने, होटल लाइनमा हात लगाइयो हैन, काम सिक्यो होटल लाइनमै। अहिले लास्टमा आएर पछुताउनु पर्ने भइरहेको छ क्या। किनभने भनेको बेलामा छुट्टी पनि मिल्दैन, धेरै गाह्रो छ। पैसा कमाउनलाई धेरै गाह्रो छ। अब परदेशको ठाउँमा हैन, अब भनेको मान्नै पर्यो क्या। के गर्ने, अब मान्छेले सोध्छ कि ओहो फलाको छोराले यति पैसा कमाएको छ, यति यस्तो गरेको छ। त्यो त अब कमाउने मान्छेलाई हैन, त्यो पढ्ने मान्छेलाई मात्रै थाहा हुन्छ। त्यो लिने मान्छेलाई कहिले पनि थाहा हुन्न के है। अब त्यो कुरा नगरौँ है। हजुर सबैजना आरामै हुन्छ होला हैन। म नि आरामै छु। हजुरहरूलाई यो भिडियो मार्फत धेरैभन्दा धेरै मिस गरिरहेको छु, धेरैभन्दा धेरै सम्झिरहेको छु। हजुरसँग म फोनमा कुरा गर्न नपाए पनि मेरो भिडियोलाई हेरिदिनु होला प्लिज भन्न चाहन्छु हैन। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल टिबिएल मगरलाई सब्स्क्राइब गरिदिनु होला। मेरो भिडियोलाई थोरै समय लगाएर पनि हेरिदिनु होला भन्न चाहन्छु भिडियो मार्फत। र थ्याङ्क यू सो मच हजुरको साथ सपोर्ट मायाले गर्दाखेरि म यहाँसम्म आइपुगेको छु हैन। मेरो एउटा सानो युट्युब च्यानल छ, हजुरले हेला नगरिदिनु भन्न चाहन्छु हैन। मैले जिरो लेभलबाट स्टार्ट गरेको छु हैन। अब सङ्घर्ष गर्दैछु, हेरौँ कहाँसम्म पुगिन्छ थाहा छैन हैन। दुःख गर्नुपर्छ, दुःख नगरिकन सुख मिल्दैन भन्छ नि हैन। दुःख त गर्नुपर्छ, अझै कति दुःख गर्नुपर्छ भन्ने कुरा अब त्यो थाहा छैन हैन, कसले देखेको छ र हैन। सबैजनालाई एकदमै मिस गरिरहेको छु। थ्याङ्क यू सो मच भन्न चाहन्छु है। जति पनि नयाँ पुरानो साथीहरू हुन्छ नि उहाँहरू सबैजनालाई एकमुष्टमा थ्याङ्क यू सो मच। मेरो युट्युब च्यानललाई हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु है। म धेरै लङ भिडियो पनि बनाउन चाहन्न हैन। लङ भिडियो बनायो भने हजुरलाई गाह्रो हुन्छ हैन, हेर्नलाई पनि हैन। त्यही हो, मेरो एउटा छोटो मिठो भिडियो बनाएको छु, सबैजनालाई हेरिदिनु होला भन्न चाहन्छु। यो चाहिँ मेरो साथी हो है। यदि हजुरलाई मनपर्छ भने भन्नु होला। म हजुरलाई चाहिँ डेलिभरी गर्नेछु। मेरो ठ्याक्कै मेरो बेडको छेउमै राखेको छु हैन। कस्तो राम्रो छ हेर्नु त है। यो हजुरको लागि है। कस्तो लाग्यो भन्नु है, कमेन्ट गर्नु होला प्लिज है। यति भन्दै फेरि पनि हजुरको माझ म नेक्स्ट भिडियो लिएर आउने छु। अहिले चाहिँ बाई बाई है।